दाङको युवा सङ्घ जेन्जी मोर्दा दिन कहाँ थिए जाँठा प्युठानमा दाङमा केही जेन्जीहरू घाइते छन् त कहाँ छ जाँठा भ्रष्टाचारको बारेमा बोल जेन्जीलाई सुदन गुरुङ लाग्न दिन तेरा बाउको बिर्ता हो त्यो तेरा बाउको हुन त मेरा बाउको पनि होइन जनताको जाँठा भ्रष्टाचारको बारेमा बोल तेरो मेयर के बोले देखे हैनस् डक्टरलाई थर्काउने मार्ने धम्की दिने तिमी जाँठाहरू पैसाको पछि लाएर काम छैन युवाको बारेमा बोल्न जाँठा कहाँबाट हो त छ केपीको गु खाने मार्क्सवाद र लेलिनवाद माओवाद पढे मान्छेहरू होइन तिम्रो जहाँ भ्रष्टाचार छ जहाँ अन्याय छ त्यहाँ युद्ध हुन्छ भन्ने थाहा छैन अनि अझ पनि किचकिच तेरो भ्रष्टाचार नेतालाई हटान जाँठा यो पुलेर यसको बारेमा बोल जाँठा युवासँग हैनस् त गु खाने होस् त कमेन्ट गर्नुभन्दा पहिला मार्क्सवाद र लेलिनवाद पढेर कुरा गर एमालेका माओवादीका झोलेहरू बुझिस् तिमीले पढे जस्तो पढे त होइन के चिट चोर पास भएर अझ युवासँग यत्राको युवासँग युवाको बारेमा बोल जाँठा कति गु खान्छस् त्यो मेयरको कति गु खान्छस् केपीको आएर मलाई एसएमएस गर्नुभन्दा पहिला मार्क्सवाद र लेलिनवादको बुक पढेर सकेर आएस् 15-20 दिनपछि बुझिस् जाँठाहरू लाज घिन भन्ने लाग्नुपर्ने तिमीहरूलाई यिनीहरूसम्म पुर्याइदिनु त भिडियो कुरीहरू